Hello guys, hello. Hello guys. Hello guys, welcome back to my channel. म घरमै छु त्यो चत्ता लाउनु ल त्यो लिफाजी अहिले त हामी होमवर्क त्यति काम गर्दिन त लु मार्तल बोकेर चाहिँ ओइ सुजन 800 चस्मा लगाएर कोही चाहिँ हो कुनै बटन दमा तपाईलाई त्यो एड्रेस बनाउनु नि त कहाँ गएको भन्छ कहाँ गएको हामी चाहिँ खाडा घर भत्काउनु गएको अहिले चाहिँ हो अब घाम डुब्यो कोही चस्मा यता देखाइदिन हल्का देखाइदिए त लुक्स हल्का दिन आम हिजो हुन्छ लौरेसँग कोही यता छ हो म चाहिँ यहाँ छु है त गाइज अब चाहिँ झुसो लाग्छ अहिले चाहिँ हामी यहाँ माथिल्लो घर आइपुगिसकेको छ हो यहाँ चाहिँ अब मै खानुपर्छ कहाँ यो कटेर भत्काउनु घर भत्काउनु खारो गर्नु मै खान दामी रहेछ अनि यहाँ माथिको भ्यू चाहिँ यस्तो छ है हाम्रो घर छेउबाट चाहिँ अनि अहिले चाहिँ हामी घरमा है मैसै खाएर चाहिँ लागेको कहाँ गएको भन्दाखेरि चाहिँ खासै चाहिँ जङ्गल घुम्दै बारी घुम्दै हो कहाँ गएको अहिले देखाउँछु है त गाइस पुगेर म अहिले चाहिँ हामी मकै बारीमा हो हामी चाहिँ कहाँ आएको भन्दाखेरि चाहिँ यो घर भित्काउनु चाहिँ आएको है अहिले त्यो चाहिँ भत्काउनु पर्ने हो च्यादर चाहिँ छैन रहेछ लगिसकेछ हो उसले पाकपुक पारेर तोडिदिया घाम लागेर चाहिँ बिदुक लडाइसकेको छ घर हो हामी त हेरेको हेरे भन्छ सकिने आँट्यो गाइस अब चाहिँ टेन्सन नगरेर केटा हो होइन मेरो जिउ चिलाउनु थालिसक्यो जिउ त अब चिलाउँदै गर्छ नि अलि नै यस्तै हो है हामीले त आज यो काम चाहिँ भनेको चाहिँ कति भएको थियो कि आज चाहिँ सक्यो आज चाहिँ सक्सेस कोही शीतली लगाएर काम गर्दैछ मजा आइरहेको छ होला साथीलाई हो ल त गाइस फाइनली अब हामीले चाहिँ होइन हाम्रो काम सक्यो यहाँनिर हो गरमले हेर्नु नि यहाँनिर अब चाहिँ शीतल पनि भयो तर काम सकेपछि चाहिँ हो यहाँ थन्काएर हो अब चाहिँ हामी घरतिर लागेको हाम्रो आजको मिसन चाहिँ कम्प्लिट मिसन र हामी तीन भाइ आएर चाहिँ होइन पाकपुक पारेर चाहिँ 2 घन्टामा त फिनिस तारमा अल्दिन्छ है फिनिस पारेर पनि अब लागेको हो सक्यो अब चाहिँ यो घरको यसो यादगार मात्रै रह्यो नाम निशान सक्यो हजुर ए खोइ कुन चाहिँ लानुपर्ने अब ल मकै बारीमा घाँस काटेको भिडियो आउनै पर्यो धुपीमै अड्क्यो तेरो त के चाहिँ हाउस नम्बर त खोइ धुपीमा अड्क्यो यहाँ फेर नि मकै घाँस हिँड्न केटाहरूले चाहिँ मकै बारीमा घाँस पाइसकेको छ मकैको यहाँ चाहिँ हाम्रो सुमन सुजनहरूको घर हो नि त पहिला चाहिँ हामी यहीँ हुर्केको हो यहाँबाट हाम्रो घर चाहिँ यहीँ माथिल्लोपट्टि हो नि त नजिकै हो ल मै खा जहाँ खा भाइ ल केटा हो मै खान्छौ कि जाँड खान्छौ कि तिमीहरू होइन
के खान्छौ? यहाँ चाहिँ कोदोको जाँड हो स्पेसियल। छान्ने नै हो। छानेको छ त भन्दा खान। हाउडे छ छान्ने। छाने त सुजनले छानेको अहिले। तैँले चाहिँ के खाएको? खाइस् पानी त यहाँ आएर तैँले पानी खाइस् भने त पानी हो कोदोको जाँड। बास बास बास। यता चाहिँ मकै एकदम दामी चाहिँ। अन्त भोलि जाँदा ल गाइड यहाँ चाहिँ हाम्रो सचिन दा आइपुग्नु भएको छ हो। काम सकेर चाहिँ आइपुग्नु भएको छ। यहाँ एउटा कोक लिएर आउनुभएको छ। अब काम त गरिनँ भनेर चाहिँ चिसो लिएर आएछ हो। होइन ल एकैछिन हो हामीलाई त्यस्तो टाइम कहाँ लाग्छ र। अब ओह्रालो होइन हौ साथी अघि बाङमुङ भनेर आएको फाँडफुड गरेर अत्यात। ल त गाइस अब सकेर चाहिँ बाटो लागे। चिसो तातो खाएर पनि फटाहरू गाउँतिर घरमा खानाहरू बनाउँदै गर्छ होला हौ केटाहरूले। हाम्रो भाइको ब्लगहरू ल। हेलो गाइस भाइ। हेलो गाइस अन्त उता वेलकम ब्याक टु माई युट्युब च्यानल। अन्त 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 भाडे त भाडे त के छ भने चाहिँ नि हामी घर भत्केर आएको हो अँ र साइल केटाको। अँ अन्त हामी चाहिँ भत्काइसकेर अहिले चाहिँ फिलहाल अब हामी चाहिँ घर जाँदैछौँ। ओह्रालो झर्दैछौँ है। अब मेरो चाहिँ एकदम ठेला उठिसकेको छ हो। यो पानी फोका ठेला हो। काम गर्ने बानीले घराएछ हम्बर हान्दाखेरि चाहिँ। अन्त सचिन चाहिँ भर्खर आउँदैछ है तलबाट। फेरि वापस हुँदैछ हामी 3 किलो जाँड खाएर। खाइस जाँड पनि। जाँड खाएर चाहिँ हाम्रो प्रेम चाहिँ माथि भुलिरहेको छ बाटोमा पनि छैन। लडेर टेङ्कीमा पसेको। अन्त अरू त्यति नै आजको अब गएर नुहाइ गर्नु छ। अन्त यति भन्दै होइन यति भन्दै मेरो छोटो भक्तलाई यहाँ राख्ने छु। गुड नाइट गाइज भन्ला त दिउँसै तेरो भनाइले त। गुड नाइट होइन गुड नाइटै हो नि भाइ। अब 6 बज्यो होला नि त हौ। 6 बज्यो नि त गुड नाइट नि हो अन्त है 6 टक्कै बजेछ नि त। बास बास बास। यहाँनिर चाहिँ बेलुकाको लागि साथीले सब्जी बोकेछ हो दाल खाने अरे। अन्त हामी चाहिँ यहाँ हाम्रो साथी प्रणय साथी घर आइपुगेछौँ। इस्कुसको कहिले टिपेर खाइदिन्छ नि निकै थियो नि। लग्यो होला नि त टिपेर घरतिर। र अब चाहिँ घर आइपुग्न आँट्यो हामी हो। म त अहिले पुरा अन्डा भएको के गर्नु भएको एलिसा नाना? बिआरसी सर्टकट भयो अहिले त इङ्ग्लिसबाट। ल गाइस अब चाहिँ हामी घर आइपुगेको छ है त गाइस। काम सकेर अब चाहिँ नुहाइधुवाइ गर्ने हो। त्यहाँबाट चाहिँ फेरि आफ्नो त त्यही हो ड्युटी छ हो होइन। ल बाई बाई गाइस। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ है त गाइस। टेक केयर सबैजनालाई है। कस्तो के लाग्यो भन्नुहोस् होला।